If someone asks me how you feel when your dreams comes true, then I will definitely show this video towards them. This is how I exactly feel like. So hi everyone, I just recently traveled from London to Dorset at Duddledore Beach, and for the entire journey this gentleman gave me the company. So around like 15-minute walking distance from my home, we finally entered to the Canning Town station, and look how much I was excited for the whole journey. Around 9:30 we tapped into the station and we wait for the Jubilee line, our favorite Jubilee line, to reach the Waterloo station, because Waterloo is our next destination. I think he felt very tired at that time, maybe because of the old poor guy. So as we planned, after 20 minutes we finally entered Waterloo station, which is the core destination for towards the Wool. So from Waterloo we took South Western Railway, which is the National Express. नेसनल एक्सप्रेसको रनिङ स्पिड हेरेर म आफै छक परिरहेको थिएँ, कति स्मुथ थियो र कति राम्रो थियो साइडको त्यो भ्यूहरू। भिडियोले सायद जस्टिस गर्न सक्दैन होला, तर त्यति राम्रो थियो त्यो सिनारियो। आउटसाइड लन्डन मेरो सेकेन्ड टाइम थियो भने दुवैचोटि नै मेरो एक्सपिरियन्स एकदमै बवाल रहेको छ, भ्यूजहरूलाई लिएर स्पेसली। सो इन बिट्विन द जर्नी वी टुक सम पिक्चर, वी मेड सम टिकटक भिडियोज एज वेल। सो 2 घण्टाको त्यो जर्नी अति नै दामी रहेको थियो। सो आफ्टर 2 आवर्स वी फाइनली एन्टर वुल। वाटरलू स्टेशनबाट उलसम्म पुगिसकेपछि हामीले बीचसम्म जानको लागि चाहिँ लोकल बसलाई प्रिफर गर्यौं, किन भन्दा त्यहाँनिर लोकल बस लागिरहेको थियो। तपाईहरुले हाइकिङ पनि गर्न सक्नुहुन्छ, घाम भएको रिजनले चाहिँ हामीले त्यो पनि गरेको हो। सो 20 मिनेटको बस जर्नी पछि हामी फाइनली बीचमा पुग्नेवाला थियौं, तर बीच पुग्नु भन्दा अगाडिको यो बाटो कति राम्रो थियो। इफ तपाई नेचुरल लभर हो, तपाईलाई समुद्र मात्र हेर्नु छैन, तपाईलाई होल इन्टायर जर्नी नै इन्जोय गर्नु छ भने डडलडोर इज फर यु गाइज। कति चाहिँ राम्रो थियो, नेपालको पुरै भाइब्स आइरहेको थियो।